मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका चालहरू मेरा चालहरू हुन्, परमप्रभु भन्नुहुन्छ। यशाया 55 को 8 पद। परमेश्वरले राहेललाई छोरो दिनु अघि तिनले धेरै आँसु बगाउनु परेको थियो र धेरै निन्दा सहनु परेको थियो। उनको यो छोरा सम्पूर्ण मिश्र र धेरै राष्ट्रहरूका लागि आशिषको स्रोत बन्यो। परमेश्वरलाई सुरुदेखि नै थाहा थियो कि युसुफलाई मिश्रमा मात्र उहाँका पात्रका रूपमा प्रयोग गरिनेछ, किनभने परमेश्वरलाई सुरुदेखि नै अन्त्य थाहा छ। यशाया 46:10 पद। त्यसै गरी धेरै वर्षपछि आउने हाम्रो भविष्य पनि उहाँलाई थाहा छ। यशाया 45 को 21 पद। यसैले परमेश्वरले हामीलाई धेरै दुःखको अवस्थाबाट लैजानुहुन्छ। युसुफका भाइहरूले उनलाई नाश गर्ने योजना बनाएका थिए। तिनीहरू युसुफप्रति क्रोध र घृणाले भरिएका थिए, तर परमेश्वरले त्यही क्रोध प्रयोग गर्नुभयो र युसुफलाई धेरै राम्रो ठाउँमा लैजानुभयो, जहाँ उहाँले उसलाई प्रयोग गर्ने योजना गर्नुभएको थियो। निश्चय नै मानिसको क्रोधले तपाईँको प्रशंसा गर्नेछ। भजन 76 को 10 पद। यद्यपि युसुफका दाइहरूले उसलाई बेचे, तर उसको सम्बन्धमा भएका सबै कुराका लागि परमेश्वर जिम्मेवार हुनुहुन्थ्यो। त्यो समय युसुफका लागि प्रशिक्षणको समय थियो। हाम्रा सबै दुःखहरू हामीलाई हाम्रो भावी सेवकाईका लागि तयार गर्न आवश्यक छ। परमेश्वरले हामीलाई अपरिचित कठिन परिस्थितिमा राख्नुहुनेछ र उहाँको योजनाको बुझाइमा नआएसम्म उहाँले हामीलाई मार्गदर्शन गर्नुहुनेछ। उहाँका मार्गहरू सिद्ध र खोज्न नसकिने छन्। सुरुमा हामीले परमेश्वरको मार्ग र हामीसँग उहाँको व्यवहारलाई बुझ्न सक्दैनौँ, तर जब हामी धेरै वर्षपछि फर्किरहेछौँ, हामी देख्न सक्छौँ कि परमेश्वरको सक्षम हातले हामीलाई मार्गदर्शन गरिरहेको थियो। हामी केवल आफ्नो स्वार्थ र आफ्नो खुसीको बारेमा मात्र सोच्दछौँ, तर हामीलाई झुन्डमा उहाँको धेरै ठुलो उद्देश्य छ। परमेश्वरले हामीलाई अरूका लागि आशिषको स्रोत बनाउन चाहनुहुन्छ, जुन हामीले कल्पना गर्न सक्दैनौँ। जबसम्म हामीले उचित तालिम प्राप्त गर्दैनौँ, हामी परमेश्वरको सेवामा उच्च स्थानहरूमा पुग्न सक्दैनौँ। धेरै मानिसहरूले परमेश्वरको सेवामा सांसारिक बुद्धि प्रयोग गर्छन्, त्यसैले उनीहरूको सेवाकायमा असफलता देखिन्छ। तिनीहरूमा पैसाको, इज्जतको, लोकप्रियताको र प्रसिद्धताको लोभ छ, तर फलदायी र विजयी जीवनका लागि परमेश्वरीय ज्ञान चाहिन्छ। धन्यवाद। परमेश्वरले सहायता गरेका हुन्। जय मसीह।